सो हेलो एभ्रिवान, सबैजनालाई गुड मर्निङ। र अहिले आज चाहिँ हामी छुट्टीको दिन साथीभाइहरूसँग घुम्नको लागि बाहिर जाँदैछौँ। र केटाहरू पनि रेडी भएर निस्किसकेको छ। भाइ के छ त नि? अब हामी घुम्न जाँदैछौँ होइन? होइन, नाम चाहिँ थाहा छैन, ठाउँको नाम थाहा छैन। केटाहरू सब रेडी भएर निस्किसक्यो। अब चाहिँ हामी बस चढेर निस्किन्छौँ, त्यसपछि देखाउँछु। हामी चाहिँ अहिले अब बसमा चढ्न जाँदैछौँ। र गाइज हामी चाहिँ अहिले बस स्टेसनमा आयौँ। र आज धोनी चिक भएको भएर हामी चाहिँ बिहानको 7 बजेर 23कोमा बस छुटिसकेछ। 31कोमा जाँदैछौँ, बस कुर्दैछौँ अहिले। सो गाइज अहिले चाहिँ हामी अब बस चढेर स्टेसनतिर पुग्न लागिसकेछौँ। अहिले चाहिँ हामी अब यहाँ केपीबाले बनाएको लिफ्टबाट जाँदैछौँ। अहिले चाहिँ अब केटाहरूको यो बनाएको रहन्छ। केटाहरूको चाहिँ मैले यहाँ कार्ड बनाइदिनु लाग्छु होइन। केटाहरू चाहिँ मस्त आफ्नो घुममा बसिरहेको छ, स्टेसनसम्म पुग्नु छ। अहिले चाहिँ स्मेल दिइरहेको छ। चाहिँ हामी ठ्याक्क अब अर्को ट्रेन नोडिफाई गर्न लागिसकेको छौँ। एउटा रहेछौँ होइन। यो तोरी भाइ आउँदैछ यताबाट, 2जना नै आउँदैछ। अहिले चाहिँ हामी स्टेसनबाट मुतान छान्यो। मुतान छानिसकेपछि चाहिँ अहिले हाम्रो प्यारो दाइलाई भिडियो बनाइहाल्यो नि त, आराम हुनुहुन्छ। अहिले चाहिँ हामी ट्रेनबाट गएर अब चाहिँ बस चढ्दैछौँ। र डेस्टिनेसनमा पुगिसकेपछि तपाईँहरूलाई देखाउँछु है त। हामी चाहिँ अब डेस्टिनेसन चाहिँ खास सुजुरान कौयन थियो। दाइले चाहिँ आज यहीँ झार्नु भएछ। अब यहाँको दृश्य देखाउँछु म हजुरहरूलाई। फाइनली हामी चाहिँ आज फेरि हिउँ पर्दा पनि पहिला आइयो थियो, आज फेरि अब के भन्छ हरियाली ग्रिनरी भएको बेलामा नि आउँदाखेरि हेरौँ। अब गाइज यस्तो छ भाइ, फिल कस्तो भइरहेको त नि? यसो बताइदिनु पऱ्यो क्या, धेरै पछिको भेट भयो हाम्रो दाजुभाइको। यो त पहिला आइसक्यो, आज अर्को ठाउँ जाने भने रहेछन्। मैले अर्को ठाउँ भनेको, दाइले त्यही झार्नु केही भएन। आज चाहिँ उता बुद्ध हेर्न जानुपर्छ। अस्ति बुद्ध हेर्न पाइएको थिएन। फाइनल्ली हामी चाहिँ आइसक्यो यहाँ। अब यहाँ हामी पहिला जानुभन्दा अगाडि शुद्ध हुन्छौँ यहाँ। दाइ शुद्ध हुनु न, यता यसो हात धोएर के हो र? हामी दाइले चाहिँ यहाँ सिस्टममा, जापानिज सिस्टममा स्याप्प पालै पालो केटाहरू जुनबी लिगाई 5जनाको 300को दरले 1500को टिकट काट्यो। अब चाहिँ हामी यहाँभित्र छिर्दैछौँ। भित्र प्रवेश गर्दैछु म, देख्न सक्नुहुन्छ यहाँ होइन। भित्र गएर हेरिन्छ। यहाँले हामी चाहिँ आइयो बुद्धको मूर्ति भएको ठाउँमा। बुद्ध भगवान् रिसाएर बस्नुभएको रहेछ। अनि यस्तो रहेछ यहाँ चाहिँ। पूजासुजा गरिदियो। अहिले चाहिँ यतातिर भगवान्हरूको दर्शन लिन यता जताततै हुनुहुन्न रहेछ। यता चाहिँ फुल मात्र रहेछ। यो चाहिँ अब के हो थाहा भएन, यस्तो रहेछ होइन। यहाँ हुनुहुन्छ भगवान्हरू, देख्न सक्नुहुन्छ। दर्शन गर्नुहोला सबैजना मिलेर। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो राईजी। यो लगाएको चाहिँ के अरे यसो भनिदिनु पऱ्यो। यसको बारेमा खासै थाहा त छैन, तर यो लिङ्गहरू चाहिँ कतिको म चाहिँ राई भएर लगाइदिएको नि। यहाँ चाहिँ अब मृग चरिरहेको रहेछ होइन। माथि गोठाले चाहिँ हेर्दै बस्नु भएको रहेछ। यस्तै छ, के गर्ने जिन्दगानी 2 दिनको।
अहिले चाहिँ हामी पैसा बचाउन भनेर सुजुरान पार्कसम्म जानलाई बाटोमा हिँड्दैछौँ प्रकृतिसँग रमाउँदै होइन। त्यही हो, केटाहरू पछाडि आउँदैछ, म चाहिँ अगाडि अगाडि हिँडिरहेको छु। अब चाहिँ धेरै देखाउन त्यस्तै हो, भ्लग लामो हुन्छ, त्यही भएर सुजुरान पार्क गएपछि सुजुरान पार्कको देखाउँछु है त गाइज। ल बाटोमा आउँदा आउँदै जिन्जाहरू के हो पनि देखियो, भित्र मौजी फुलेको रहेछ, बाहिर पनि पुरानो घर पनि देखियो क्या आज। यस्तो पुरानो ठाउँ, पुरानो हो कि गाउँ जस्तो ठाउँमा पनि आज आइयो हामी फाइनली। यस्तो जङ्गलको कुनामा पनि बिजुली छ, यो चाहिँ छोडेको घर हो जस्तो छ। र हिँड्दा हिँड्दा होइन यस्तो चिज देखियो होइन, यस्तो जङ्गलको बिचमा यतिसम्म एडभान्स छ भन्ने कुरा त त्यत्तिकै पनि थाहा हुन्छ होइन। म तपाईँहरू देखाउँछु, ल हेर्नु है त। ठाउँमा पनि है अब हुन्छ नि पुरै पहिरो जान्छ भनेर बारेर यस्तो छ फेरि ठाउँ, जङ्गलको बाटो। हामी चाहिँ हिँड्नेछ यहाँ, केटा अनि हिँडिरहेछ गन्तव्यतिर। अब चाहिँ उतै गएर देखाउँछु है त। अब गाइज नेपालमा जस्तो जापानमा पनि यस्तो अब घुम्ती हुन्छ नि, घुम्तीमा ठ्याक्क मामाहरू चेकिङ बस्नु हुँदैछ। के गर्ने, हामी त अब हिँडाइमा परिरहेछ, हामीलाई त चेकिङ हुन्न होला। फाइनल्ली है गाइज हामी सुजुरान पार्क आइसक्यो र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ म्याप। दाजु यो पढ्न त खान्जीको जानिन्न, इङ्ग्लिसमा लेखेर रहेछ, त्यही पढ्ने ताकिनो मोरी जोन यस्तो यस्तो रहेछ होइन। फाइनल्ली हिँड्दा हिँड्दा हामी चाहिँ अहिले जापानको सबैभन्दा पुरानो पुलतिर आइयो होइन। केटाहरू छ यहाँ, जोडी भनेको यस्तो हुनुपर्छ क्या जिन्दगीमा। आफ्नो त जोडी पनि छैन, के गर्ने, हल्लियो घुम्न हिँड्यो, काम छैन। मिठो ठाउँमा आइन्छ, मिठो ठाउँमा आइएछ। जिन्दगीमा हिँड्नै पर्यो, हिँड्नै पर्यो, हिँड्नै पर्यो। हामी चाहिँ अब फाइनली हिँड्दैछौँ होइन। अब डेस्टिनेसन अघि नै पुग्यो भने कहाँ पुग्दैन। अनि आफ्नो गाडी छैन, अरूको गाडी यत्रो धेरै पार्क गरेर राखेर छ। हामी चाहिँ हिँड्दै अब लगभग है गाइज 2025 6 महिना 29 गते आइतबारको दिन चाहिँ साप्पोरो ताकिनो हानाबी हुने यो तै रहेछ। अनि अहिले चाहिँ हामी आइएछ ताकिनो सुजुरान हिल साइड पार्क। फाइनल्ली आइयो अनि अब टिकट सिकट काट्यो, त्यसपछि गइन्छ, भित्र छिरिन्छ अनि भित्रको दृश्यहरू देखाउँछु। लाग्छ भनेको फाइनल्ली ताकिनो सुजुरान हिल साइड पार्क आइयो गाइज। खतरा गाडी रहेछ, भाइहरू यहाँ हुनुहुन्छ होइन। दाइ अब हामी खाजा खाने कि पहिला घुम्ने? फोटो खिच्न पाउँछ नि हेर त, कडा छ गाडी चाहिँ। आज चाहिँ मौसम गार्डन छ है। यहाँ चाहिँ केटाकेटी छुक खेलिरहेछ, रमाइलो रहेछ है ठाउँ चाहिँ। गाडी भइसक्यो, कडा ठाउँमा आइयो है हामी, कडा बजारतिर आइयो। कडा बजार तलतिर पुल छ, बगैँचामा अहिले गइन्छ होइन। भइरहेछ है, कडा दिइरहेछ है सुड्डोले। हामी चाहिँ यहाँ सस्तो खानेकुरा कता पाइन्छ नि खोज्दै हिँडिरहेछौँ। कडा दिइरहेछ है सुड्डोले। चाहिँ हामी खाना अर्डर गरेर यहाँ खाना कुर्दैछौँ। फ्री नेट रहेछ है, नेट चाहिँ यहाँ बस्नु अहिले चाहिँ हामी अब खाजा खाइयो, खाजा खाएर पेट ठुलो बनाएर अब बाहिरतिर रमाइलोहरू निस्किरहेको छौँ। अब देखाउँछु हजुरलाई यहाँ तर रमाइलो गरिरहेको छ भोटेहरूले। रमाइलो ठाउँ रहेछ, केटाहरू अगाडि गइरहेछ होइन। फुलको बगैँचा देख्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ चाप्पी के हो मलाई पनि थाहा हुँदैन, मात्रै रमाउनु भएको छ। रमाइलो फुलको बगैँचा भनेको चाहिँ यस्तो हुँदैछ कि फुलको बगैँचा। त्यही माथि अब यता डेन्जर रमाइलो भइदिरहेको कि अब
केटाहरू हाम्रो नेपाली दाजुहरू चाहिँ यहाँ छ सब चापिजहरू मार्केट डेन्जर भाइब छ यति अब भाइब्स ठुलै फुलको बगैँचा उता छ यता अब खत्रे के भाइब्स केटाहरू नाच्नु है नाच है केटाहरू नाच केटा धुनमा छ है राइसान धुनमा छ है धुनमा गर्ने केटाकेटीहरू अब अलिकति रमाइलो नाचगान हेरियो खानासाना खाएर अहिले चाहिँ अब फुलै फुलको बगैँचामा हेर्न आइए चाहिँ दुनियाँ मान्छे छ रमाइलो भइरहेछ है भाइब आइरहेछ छुट्टीको मिठो भाइब छ ओहो कति हो मान्छे ल केटाहरू यहाँ छ भाइ फिल कस्तो भयो मजा आयो नि त्यसो भाइ मजा आयो मजा आयो रे कडा ओहो डेन्जर क्या अब त्यो कता कता फुलै फुलको बगैँचा भन्ने चाहिँ बल्ल आज मलाई थाहा भयो यहाँ रहेछ फुलै फुलको बगैँचा त हेरिदियो है तर अहिले त वाक्क दिक्क लागिसक्यो यार घर फर्किनु टिकटक बनाउनु पाइएन फाइनल्ली माथिको दृश्य हेरिदियो र अहिले चाहिँ फेरि पनि हामी तलपट्टिको फुलै फुलको बगैँचामा प्रवेश गरिसकेको छौँ कडा रहेछ हो ठाउँ त तल चाहिँ के हो टिकटक हो कि के हो के लेखेछ होइन ओहो फाइनल्ली यहाँको झर्ना पनि हामी आइसक्यौँ झर्ना छ अगाडि होइन यहाँ दाइहरू अब खोज्दै हुनुहुन्छ ठाउँ चाहिँ यही हो होइन कडा रहेछ ठाउँ यहाँ चाहिँ के रहेछ इकेनो नाकानी वा हाएर नाइदे कुदासै भनेको चाहिँ पोखरीमा पौडिनुहोस् भनेर भनेको रहेछ ए होइन र दाइ कस्तो मजाले त्यो के अरे बाहुबली फिल्ममा सुटिङ भएको झर्ना चाहिँ यही रहेछ होइन दाजु यही होइन यही हो नि त्यो गार्डन छ त के छ भाइ ठिक छ मजा लागिरहेछ कस्तो आनन्द ठिकै फाइनल्ली भनेको ठाउँतिर नि आइयो होइन कमेन्ट नै के रहेछ राइसन घरतिर जानु मन लाग्यो है यो देखेर रमाइलो होइन उतै जाने भन्छ घरै जाने भन्छ जति बेला गाह्रो छ यस्तो छ ठाउँ होइन आइयो मजा आयो मजा अब चाहिँ केटाहरूको यहाँ फोटो सेसन चलिरहेको छ माथि एउटा पानी आएछ यो गर्मीमा है मजा आयो मजा आयो घुमेर अब चाहिँ अन्तिम हो यहाँ रहेछ होइन वनमा अब हाम्रोतिर नेचुरल गुफा हुन्छ जापानतिर चाहिँ अब जनावरहरूलाई पनि अब माया गरेर क्या होइन यस्तो बनाइदिने रहेछ राम्रो रहेछ हौ ठाउँ चाहिँ होइन राइसन जोस् आज राईले मेरो धेरै कामहरूमा हेल्प गर्यो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद राई खुसी छ फाइनल्ली गाई जस्तो ठाउँमा पनि आइयो होइन घुम्न हो माथि अब हाम्रो डेस्टिनेसन भनेको यहाँ हो यहाँ गइन्छ एन्टक्स भन्ने ठाउँमा ठाउँ चाहिँ यस्तो रहेछ है सब क्याम्पिङ गरेर चिलमा बसेछ सबैजना अब छुट्टीको दिन है यस्तो रहेछ भोलिपर्सि छोराछोरी पाएर घुमाउनु हुन्थ्यो के गर्ने आफू यहाँ जाने अब खेल्न मिल्दैछ नि अन्त क्याम्पिङ पनि आउनु मिल्दो रहेछ यस्तो छ ठाउँ चाहिँ
रमाइलो रहेछ हौ ठाउँ केटाहरू हेरे हेरे भइरहेको छ यहाँ चाहिँ रहेछ है खेल्ने ठाउँ यहाँबाट केटाकेटीहरू खेल्दो रहेछ यता छ बाबुलाग गोला यो एन्टिक्स हलभित्र चाहिँ यस्तो रहेछ है अब हामी छिर्न मिल्ने खेल्न मिल्ने हो होइन थाहा छैन तर म चाहिँ यहाँ छिरेँ यस्तो रहेछ अब खेल्न मिल्ने हो कि होइन थाहा छैन तर यस्तो खतरा क्या अब गुफा बनाएको अब यिनीहरूले चाहिँ धेरै तल रहेछ यहाँनिर है वहाँ तलबाट यहाँ चाहिँ खेल्ने ठाउँ रहेछ यता हुन्छ नि खत्रै तरिकाले बसेछ मान्छेहरू घुम्ने ठाउँ धेरै रहेछ आज घुम्नु त्यस्तै भयो चाहिँ यस्तो ठाउँ रहेछ है कडा रहेछ ठाउँ चाहिँ अब यहाँ चाहिँ जापानिज केटाकेटी चाहिँ खेलिरहेको छ है यतातिर म चाहिँ यहाँ हेरिरहेको छु रमाइलोसँग यतातिर नि हेरेँ यहाँ देखाउँछु है तल जहिले चाहिँ हामी माथि टप त के भन्ने अलिअलि टपमा आइयो पछि गएर हामीलाई कामहरू पनि ठुलो भएपछि यिनीहरू हो बच्चाहरू जापानिजको बच्चाहरू भिडियो खिच्न त थुप्रा खिच्यो होइन अब योभन्दा पछाडि पनि घुम्न त घुमिन्छ होला हामी तर आजको लागि धेरै टाइम भएर देखाउन चाहिँ गाह्रो होला जस्तो छ त्यही भएर दाइ आजको अन्तिम भिडियोमा अब केही भन्दिन्न त होइन अब चाहिँ ओहारी जस्तो छ है अब चाहिँ बिहान आएर घुम्नुको थियो टाइम यहाँ एक दिन चाहिँ टाइमै मिलेन एक दिन लाग्छ त्यही भएर चाहिँ एन्डिङ गर्न चाहन्छु धेरै धन्यवाद